कसले फोन गर्छ दाइले पो रहेछ त हेलो हजुर दाइ ए नेपालबाट नयाँ भाइ आउँदैछ ए लिन जानुपर्ने हुन्छ कहाँ आइपुगेको छ ए यहीँ बाहिर छ ठिक छ ल हुन्छ त्यसो भए म यहाँ भाइलाई पठाइदिन्छु नि त हुन्छ दाइ हस् हस् त भाइ हजुर दाइ नेपालबाट नयाँ भाइ आउँदै रहेछ हजुर अब तिमी त्यहाँ बाहिर गएर लिएर आऊ हजुर अब मेन कुरा चाहिँ के हो भन्दाखेरि अब हामी पुरानो मान्छे अब सँगै मिलेर बस्नु सकिँदैन अलिक पेलेर राख्नुपर्छ हुन्छ दाइ पेलेर राख्नुपर्छ हस् जाऊ त लिएर आऊ ओहो भाइ के छ यार ठिक छ भाइ तिमी नै नेपालबाट भाइ हजुर भाइ कस्तो भयो त नेपालको यात्रा यार नेपालको यात्रा ठिकै थियो के ल्याउँछ नेपालबाट आज के ल्याउने एक जोड ल लुगा बस बस अहिले हाम्रो ए जुत्ता चाहिँ बाहिर खोल न भाइ यार है यसलाई दाइ रिसाउनुहुन्छ दाइ हुनुहुन्छ हाम्रो थाहा भएन त सुरुचोटि बाहिर खोल अहिले चाहिँ अरू कुरा चाहिँ दाइ आउनुहुन्छ त्यतिलाई गरेर यता बस है ल भाइ दाइ आउनुहुन्छ अहिले हाम्रो हुन्छ यता बस्नुहुन्छ हजुर त्यता बस न त्यता बस अहिले दाइ आउनुहुन्छ त्यसपछि नि कुरा गरौँ ल ढोका चाहिँ बन्द गर है यहाँ चाहिँ फेरि हल्का बस बस अहिले म गरिदिन्छु हल्का नजिक भन्यो ओ दाइ के छ ओ नयाँ भाइ तिमी नै हो हजुर दाइ ए ल ठिक छ ल के पारो नाम चाहिँ मेरो नाम सुभाष हो ए कस्तो भयो त नि यात्रा यात्रा ठिकै हो दाइ पहिलोचोटि ठिकै छ अब यस्तै छ रुममा मिलेर बस्नुपर्छ है हुन्छ अनि भाइ यो ब्याग चाहिँ भएन नि त यसो त्यो सुत्ने ठाउँमा ब्याग राख्नु भएन है पहिलोचोटि भएछ थाहा भएन म त अघि आएर साथीले त भन्यो यता राख्दै ए ठिक छ अब भाइ यस्तो मिल्दैन अब यो रुममा चाहिँ सबैजना मिलेर बस्नुपर्छ तिम्रो नेपालको घर जस्तो हुँदैन ब्याग त्यहाँ हेर दराजमा त्यहाँ राख अनि अब तिम्रो लागि बेड चाहिँ उत्यो होम छ अब यो हामी दुईजना यता बसिन्छ अब अर्को भाइ पनि छ झलक क्या राख्ने त्यो चाहिँ भित्र राख्ने हो अनि भाइ सुन है यता अर्को कुरो यो रुम चाहिँ अब नयाँ हो अब दाइहरूले गर्ने कुरा आउँदैन अब भाइले रुम चाहिँ पुरै क्लिन गर्नु पर्यो अब दाइहरूलाई खाना बनाउने कुरा आउँदैन दाइहरूले हुन्छ दाइ आज थाकेर आएको छ भोलिदेखि गर्छु नि म होइन त्यस्तो कहाँ हुन्छ हुँदै हुँदैन नि तिमीले आज जाने खाना बनाउने अनि त्यस पछाडि दाइहरूलाई खुवाउने है हुन्छ दाइ पहिले यसो खुट्टा धुनु पर्यो ए हुन्छ त्यो बाहिर जाऊ अनि हात सात खुट्टा के छ अनि कसरी सोसरी के ल्याएको अनि के हुनु दाइ एक जोड लुगा लाएर आयो पहिलोचोटि दाइहरूलाई के ल्याएन ल ठिक थाहा भयो ल ठिक छ अहिलेको लागि चाहिँ त्यतै बस्दै गर नि त हुन्छ अनि हाम्रो रुममा त नयाँ भाइ आएर रहेछन् होइन हजुर त्यहाँ कस्तो रहेछन् अनि भाइ ठिकै छ अब सानै उमेरको छ सानै उमेरमा आछ भाइलाई अब दाइहरू हुँदाहुँदै अब हामीले के काम गर्ने भाइ आछ भाइलाई हामीले चाहिँ गराउनुपर्छ दाइ अब अब त्यो चाहिँ गराउनु पर्यो होइन हजुर अब भाइकोसँग खासै त्यो मिलेर बस्नु होइन पेल्नुपर्छ हजुर हजुर अहिले यसो गर नि त अहिलेको लागि चाहिँ के गर्दैछ त्यो जाऊ हेर हजुर अनि त्यस पछाडि त्यो पानी ल्याइदेऊ भन न लास्टै तिखा ल लाग्यो दाइ हुन्छ दाइ म त्यो भाइलाई अहिले भनेर आएँ ओ भाइ सुतिरहेको छौ हजुर दाइ उठ नि त उठ अब कति सुत्छौ आछौ यता खानापिना पनि खाएको छैन होला खानापिना दाइ पनि भर्खर आउनु भएको छ बाहिरबाट दाइको कुरा सुनिहाल्यौ हजुर अब दाइको लागि पानी सानी ल्याउने खान्छ त्यही गर अब आछौ नेपालबाट दुःख गर्नै आएको हो अब यता यस्तै हो पछि अहिले दाइहरूको भनेको माने पछि नआए चाहिँ तिमीले पनि त्यस्तै गर्ने हो हुन्छ त्यही भएर अहिले दाइको लागि पानी लिएर आऊ पानी चाहिँ कहाँ छ नि दाइ पानी उता जाऊ न किचनमा जाऊ सबै छ दाइ पानी ल्याउनु। ए भाइले पानी ल्यायो ए यो भाइ आज चाहिँ अब ठिक छ बोतलमा ल्याइ गएछौ अलिकति अब गिलास सिलासमा ल्याउने गर है अर्कोचोटिदेखिको चाहिँ हुन्छ अनि के छ लु यता अब रुम पनि फोहोर भइरहेको रहेछ यसो गर नि त अब त्यहाँ मोप हान नि त ल ए हुन्छ दाइ कहाँ अब कहाँ छ नि अब त्यहाँ किचनमा छ गएर ल्याएर यहाँ हान नि त ल हुन्छ दाइ फेरि राम्रोसँग हान्नु पर्यो है भाइ ए हुन्छ खासै जान्दैन अब होइन हान न हान म सिकाइहाल्छु ल ल हुन्छ ए मोप लिएर आयो भाइ हजुर दाइ यता हान त भाइ यहाँ के तपाईँ हजुर त्यहाँबाट स्टार्ट गर है भाइ अलिक राम्रोसँग हान है त्यो भएन कि ए हुन्छ दाइ अलिक कसिएर बल लगाएर हान्नु पर्यो कि